हामी पुरुषहरू सबै कुरोमा अगाडि बढ्न सक्ने एउटा मात्र आधार भनेको त्यो पुरुषको जीवन सङ्गिनी हो, वाइफ हो। जब हामी पुरुषहरूलाई आफ्नो श्रीमतीले साथ, सहयोग, माया, सम्मान, विश्वास दिन्छ नि, त्यो श्रीमान यो संसारको सबैभन्दा धनी हुन्छ आफ्नो श्रीमतीको लागि। र मेरो पनि, म आफूलाई यो दिनसम्म ल्याउने, साथ दिने, सम्मान दिने, विश्वास गर्ने र सम्पूर्ण तवरले म माथि हरेक कुरा आइलागे पनि म छु है हजुरको लागि, साथ दिन्छु हजुरको लागि भनेर सुन्दर जीवनको परिकल्पना गरेर अगाडि बढाउने मेरो श्रीमती मेरो लागि गौरव हो, मेरो भगवान हो नि। यिनले गर्दा नै आज म यो अवस्थामा छु र आज एउटा लायक पुरुष भएर जीवन बिताइरहेको छु। र मेरो बुढी बिरामी हुँदा होस् या अस्वस्थ हुँदा होस् वा फुर्तिलो हुँदा होस्, ती सबैको केयर मेरो जिम्मेवारीभित्र रहन्छ। आज पनि मेरो बुढीले, भोलि पनि मेरो वाइफले म माथि विश्वास गर्नेछन् भन्ने कामना छ मलाई। र यिनलाई म सदैव साथ दिन सकूँ, माया दिन सकूँ, सम्मान दिन सकूँ। एउटा परिवारमा भनिन्छ नि, त्यो परिवारको अभिभावक अगाडि बढ्नमा परिवारको ठुलो देन हुन्छ। त्यही देनको भागीदार म भइरहेको छु र यिनले गरेको म प्रति माया, ममता, स्नेह अथाह छ। एउटा महिला, एउटा केटी मान्छे कुनै घरमा जन्म लिन्छन्, त्यसको परिवेश उनले त्यहाँबाट सिकेकी हुन्छन्, ठुली हुन्छन्, उमेर हुन्छन्, बिहे गर्छिन् र एउटा पुरुषको घर जान्छ। उसले के भनेर सोचेर जान्छ होला, मेरो भविष्य सुन्दर होस्, यो पुरुषसँग जीवनभर मलाई माया, विश्वास दियोस् है भन्ने हुन्छ त्यो महिलाको चाहना। ठुलो चाहना त केही हुन्न नि, न सम्पत्तिको चाहना, न स्वार्थको चाहना, न कुनै लगावको चाहना। त्यो चाहना त एउटा केटीको लागि, एउटा श्रीमतीको लागि मेरो बुढोले गर्ने सम्मान, माया र स्नेह नै हुने होइन र? त्यही सोचेर मेरो श्रीमती मसँग आएकी छिन्। आज बिहेको भएको पनि यत्रो वर्ष भयो, सन्तान पनि एउटा भइसक्यो। अब बिस्तारै अर्को सन्तानको पर्खाइमा छौँ हामी। र यो समयलाई माया गरिदिनु हुने मेरो श्रीमती र मलाई ज्ञात अज्ञातबाट साथ दिने मेरा सहकर्मी सबैलाई म हृदयबाट मनन गर्न चाहन्छु। बुढी, तिम्रो सुस्वास्थ्य कामना, दीर्घायुको सदैव म कामना गर्छु। म एउटा यस्तो पुरुष हो, तिमीप्रति सधैँ माया, ममता, सेना दिन पाऊँ, यो नै मेरो एउटा भागीदारको हुनेछ। तिमीलाई दुःख लाग्दा मेरो मनको कुनै मन चुडेर जान्छ, त्यो मनलाई छोडेर कहिल्यै नदिऊ है तिमीले। आज पनि, भोलि पनि तिमीप्रति साथ र सहयोग सधैँभर ममा रहनेछ। मेरी बुढी, प्रिय बुढी, आई लभ यू।